हजुर वाइफाईले पनि भ्याउँदैन हौ सिंगल वाइफाई चाहिन्छ यसलाई ए ओभर जो नहुने कुरा गर्नु होइन कि वाइफाई त छ यसमा पैसा पनि हालेको छैन पुरानो वाइफाई छ कि ज्ञान दाइलाई भनेर वाइफाई हाल्न लाउनुपर्छ ल लाइभ चलिरहेछ अब भिडियो लाइभ बनिरहेछ है मजाले खेल्नुपर्छ बोया हामीले बोया खायो नि होइन दादा हेलो गाइज वेलकम टु माई युट्युब च्यानल वाच माई युट्युब च्यानल एक किलो पनि बोया खायो कि हामीले त उयो खाएको हो त ऱ्याङ्कमा एसिएस ऱ्याङ्कमा हजुर किन लाइक गरे होइन लाइभ गरेको लाइभ मतलब त्यस्तो लाइभ होइन कि भिडियो बनाएको लाइभमा त चल्न त चल्छ क्या तर नेटै स्लो हुन्छ कि एकैछिनमा ये हमारा प्लेन है ये प्लेन का मुंह है और ये प्लेन का पिछवाड़ा है जो चला गया हमको छोड़ के कसले ल्यान्डिङ गराएको यस्तो दादा तपाईँ खतरा मान्छे रहेछ नि यहीँनिर झर्नु न त अब उहाँ पुग्दैन पुग्दैन म गाडी लिएर आउँछु पुग्यो मरे एउटा नक्छ के गर्नु मैले रिभाइभ गर्नुपर्ने अवस्था आएको हो देख्यो मैले भनिरहेको थिएँ मैले पुग्दैन भनिरहेको थिएँ देखेँ यस्तै हुन्छ कि पछाडि आए पछाडि आउनुपर्छ के ल कस्तो हुँदैन त रिभाइभ नहुने भन्छ त माथि गएर टोकन खानु न दादा यहाँनिर सबै खाइसक्यो मैले खोपडी खोल्दै थिएँ मैले त्यसको म मरेन वान टाइममा फेरि 2 गोली हानेको थियो गोलीले मरेछ एक गोली लाग्यो यो त भोलिसम्म पुग्यो नि किसन के चिज यो पुग्छ कतिवटा झेरेछ मैले कतिवटा दुईटा लरा यहाँनिर उयो छ है M14 छ म त फेरि ड्रप झारिदिन्छु नि म्याक्स हो यहाँ M4A1 म्याक्स छ फेरि यो ड्रपमा M4A1 म्याक्स छ M14 अगाडि छ एनिमी आयो भाग्यो त कहाँबाट हान्यो माथि डाँडाबाट हानेछ अरे के कुन पिक साइडको डाँडा
डाँडाको डाउन छ मऱ्यो भने यता अगाडि जान्न यहाँनिर उयो छ उयो यता अगाडि होइन छैन मैले लिएको यता अगाडि मेडी छ भनेको कि पहाडी रिभाइभ गर्ने के रिभाइभ पोइन्टमा एनिमी छ कसले लेखा M14 त दादाले लिएको ज्ञान दाइले मारेको लुटमा छोडिदिनु भएको अरे कुन यहीँनिर हो क्या ए यहाँ रहेछ यो लुट देखाएको लुटमा छ है यहाँ एनिमी थियो मर्यो कताको ढुङ्गामा ए हो त अगाडि त्यहाँनिर पनि ढुङ्गा छ अझै एउटा छ केमा यो छैन त म त मारिदिइहाल्छु कि फेरि म त बाँकी राख्दिनँ त गर्न बसेको सडगन गेम मैले यहाँ फालिदिएँ है मलाई चाहिन्छ कसले M14 एउटा चिपवाला कुन गन चाहियो तपाईँलाई M10 something like that ए यहाँ के फाले हा ए यहाँनिर सुपर उयो ट्रिटमेन्ट रहेछ नि त नलिने माथि ए यो सुपर ट्रिटमेन्टले चाहिँ त्यो नक हुँदाखेरि हान्यो भने रिभाइभ हुँदो रहेछ हैन अरूले हुँदैन सुपर ट्रिटमेन्ट हुन्छ नि एउटा वाइ लेखेको ट्रिटमेन्ट वाइ अनि हामी नक हुँदाखेरि त्यसले हान्दाखेरि चाहिँ उयो हुँदो रहेछ के रिभाइभ हुँदो रहेछ मलाई त थाहा थिएन अहिले भर्खर चम्केको देखेको त मैले नि फ्यालेको है फेरि म बाठो कता ह मैतिर कुन त्यहाँ मारेको कस्तो नेट ल्याग भएको त ल मोबाइल त पुरै ह्याङ हुन्छ त कहाँबाट झऱ्यो यतैतिर हाने क्या कसले साइलेन्सर लगायो यहाँ ब्यारल छ मलाई पनि चाहियो ल कस्तो ल्याग चलेको मोबाइल त भिडियो गरेर हो क्या यो गेम हो यो गेम बोया खानु पर्यो नि बोया खायो भने मात्र हाल्छु जम 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 जम
चाबी वाला सबभन्दा लास्टमा छ फेरि भोज बाँड्ने मान्छे पछाडि चाहिँ भोज खानेहरू अगाडि गएर बसिन्छ मलाई त केही चाहिँदैन एके बाहेक मलाई M10 ओए मेरो गन खोइ खोइ मलाई पनि लुट्नु दिँदैन यिनीहरूले त के भएको घर त खोइ गनहरू खोइ कुको यहाँनिर छ त M4A1 दाइ एकै छ मसँग एकै दिन न त मलाई क्लक टावरमा एनिमी छ अरे एउटै होला बचाउनु माथि हो क्या समथिङ लाइक द्याट भनेको जस्तै रिभाइभ गर्ने घरतिर आए है खोइ त है यति छिटो भएको छ पछाडि पनि फेरि गरी भयो ए हातमै बचायो त उ ल ल त्यो ल त्यसको कति छिटो रिभाइभ भयो कुन क्यारेक्टर हो यस्तो यहाँको एनिमी खोइ त भाग्यो यहीँ छ त आइज न ल कोही पनि आएछ नि हामी ल साँच्ची भनेको यसले कति छिटो रिभाइभ गरेको अझै छ त्यहाँ त कहाँ छ दाइ ज्ञान जस्तै राखेको रहेछ दादा डाउन कताबाट हानेर चितिक चितिक गरेर हाने त जम जम जोन जम जोन जम जोन जम रिभाइभ गर्नेलाई त मैले मारिदिएँ कसले हानेको सरदारले खतरा ड्यामेज देख्यो डाउन कहाँ फाइट गरेर आइस उनीहरू खोइ यता चुचु गर्छ घरि यता चुचु गर्छ हेर्नु है कता कता हेर्नु मरिगयो त यहाँ एकै छ माथि रिभाइभ गरेँ यहीँ बसौँ यहीँ बसौँ यहीँ बसौँ ऊ यतातिर एनिमी आउँदैछ है दाइ यताबाट एनिमी आउँदैछ कस्तो नयाँ लोकेसनमा देखाएको उयो रुखमा एनिमी छ है दादा ऊ त्यहाँनिरको रुखमा वाइप आउट
किले तोडिदियो हेडसटको मसँग सबै बान्दै त हेडसट के किल चोर दियो मेरो किल थियो के यो ए को हो एनिम झरिरा है अगाडि एनिम झरे ए तल आउनु ए मारे माया खुरीले मुनि ए रिभाइभ गर्नु रिभाइभ एकजना रिभाइभ दामी ए ल बिस्तारी खेल्नु बिस्तारी अगाडि पनि मरे एउटा ल दुईजना दादा सर दादा अलि राम्रोसँगले खेल्नु किल त मजाले पायो मजा आयो कसकोमा देखाएको छ सर दाइ यहाँ वाल हाने त अगाडि त्यो भएर त्यो एउटा सरदा हान्नु न ज्ञान दा पछाडिबाट दामी मजा आयो कडा हो यस्तै मजा आयो ल खतरा फाइनली यत्रो मान प्लस भयो अहिले आफ्नो स्क्वाड हो भने यसरी प्लस हुन्छ कि मलाई त फेरि जिङ्गालाला हु हुन्छ कि